फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्माले उनका व्यावसायिक प्रेमी युद्ध बानियासँग वैवाहिक सम्बन्धमा बाँधिएकी छन्। उनको विवाह भक्तपुर स्थित एक 5 तारे होटलमा भव्य समारोहका साथ सम्पन्न भएको थियो। अभिनेत्री पूजा शर्माको बिहे मण्डपमा हेलिकप्टरबाट फुलको पुष्पवृष्टि गराइएको थियो, जो अत्यन्तै रमाइलो देखिएको थियो। उनको सो वैवाहिक समारोहमा कुन कलाकार, अभिनेता, अभिनेत्री र पत्रकारहरूको उपस्थिति रहेको थियो र कुन कलाकारहरू उनको वैवाहिक समारोहमा गएका थिएनन् र कुन कलाकारहरूलाई उनले निम्ता दिएकी थिइन्। दर्शकबिन नायिका पूजा शर्मा र उनका प्रेमी युद्ध बानिया 6 वर्ष लामो प्रेम सम्बन्धमा रहेर हालसालै बिहे बन्धनमा बाँधिएका छन्। उनको वैवाहिक समारोहमा उनलाई शुभकामना दिन महान नायक राजेश हमाल, चलचित्र बोर्ड उपाध्यक्ष दिनेश डीसी, किरण केसी, धमला पत्नी एलिजा गौतम, रेखा थापा, अनिरुद्ध सिंह, झरना थापा, नीता ढुङ्गना, श्वेता खड्का, वर्षा राउत, केकी अधिकारी, दीपाश्री निरुला लगायत आफू निकट थुप्रै कलाकार र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो। तर उनी निकट मानेका केही कलाकार र अभिनेताहरू भने उनको वैवाहिक समारोहमा देखिएनन्। नायक पहल शाह, आकाश श्रेष्ठ, प्रदीप खड्का, उनी निकट रहेका डाइरेक्टर सुदर्शन थापा, शोभित बस्नेत, त्यसै गरी अन्य कलाकार र पत्रकारहरू जस्तै अनमोल केसी, भुवन केसी, जगकिशन बस्नेत, त्यस्तै गरी अभिनेत्री साम्राज्ञी, राजलक्ष्मी शाह र वरिष्ठ पत्रकार प्रकाश सुवेदी उनको सो वैवाहिक समारोहमा उपस्थिति जनाएका थिएनन् अर्थात् गएका थिएनन्। यी कलाकार र पत्रकारहरू किन गएनन् त सो वैवाहिक समारोहमा, पूजाको बिहेमा? यो त उनै पूजाले जानुन् या उनै कलाकारहरूले जानुन्। जे होस्, अभिनेत्री पूजा शर्माको वैवाहिक समारोह भव्य र सभ्य समारोहका साथ सम्पूर्ण भएको थियो, जो अत्यन्तै रमाइलो र एक उत्कृष्ट पनि रहेको थियो। उक्त नव जोडीलाई हाम्रो तर्फदेखि धेरै धेरै बधाई। दर्शकबिन, तपाईहरूले हाम्रो युनिक च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला, किनकि दर्शकबिन हामीले यस च्यानलबाट यस्तै नयाँ ताजा अपडेटहरू लिएर आउनेछौँ, जसले गर्दा हजुरहरूलाई धेरै कुराको नलेज हुनेछ। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई बाई।